तपाईँहरूलाई स्वागत छ फेरि पनि आज चाहिँ होइन आज चाहिँ अष्टमी भोलि चाहिँ नवमी पर्सि चाहिँ दसैँ हो त्यसैले आज चाहिँ एकदमै धमाकेदार हुनेछ भिडियो चाहिँ है सो त्यही हो यहाँ चाहिँ सेबले चाहिँ होइन टक्क होइन सेब के बनाउँदै हुनुहुन्छ पकोडा हजुर पकोडा होइन दामी बनाएको छ हेरौँ न होइन क्रिस्पी पुरै टक्क होइन ल यहाँ चाहिँ टक्क होइन अचार पनि बन्दैछ ल यी टक्क होइन ल सो यो होइन के बनाउँदै के गरिदियो तपाईँ मैले एकदम खाइरहेको छु कस्तो छ टेस्ट गर्नु पऱ्यो बताइदिनु पऱ्यो होइन टक्क होइन ल त्यही हो होइन आजको भिडियो चाहिँ एकदमै धमाकेदार हुनेछ फाइनली त्यही हो है त्यही हो होइन यहाँ चाहिँ टक्क खिर बनाएर राखिसकेको छ है ल यहाँ चाहिँ अब अचार सचार बन्दैछ फाइनली हाम्रो 1-1.5 घन्टाको मेहनतपछि चाहिँ रिजल्ट निस्किसकेको छ तपाईँहरूको आउँदैछ है यतातिर चाहिँ टक्क हाम्रो चाहिँ यो चाहिँ बनाइ खिर बनाएछ अरू चटनी भयो त्यो चाहिँ दुध भयो त्यो चाहिँ हाम्रो खोपनीतिर के भन्छ होइन गाउँले भाषामा टक्क होइन एकदम चटनी भइसक्यो यसो फाइनली त्यही हो र भिडियोलाई चाहिँ माया गरिदिनु होला एकदमै धेरै एकदम होइन ल त्यही हो हामी चाहिँ अब इन्जोय गर्दैछ त्यही हो अब एकछिन बन्द गर्नु सेप के हो यो यो चाहिँ टक्क चटनी होइन टमाटरको चटनी ल सो त्यही हो है आज चाहिँ अष्टमी महाअष्टमी त्यसैले चाहिँ आज चाहिँ हामी चाहिँ भोलि पर्सि चाहिँ दसैँ भयो त्यसैले पर्सि चाहिँ हाम्रो काम एकदमै धेरै छ त्यसैले आज चाहिँ हाम्रो हल्का यसो खाउन त केही स्पेसल खाऊ भनेर स्पेसल बनाऊ भने त्यस्तो खासै राम्रो चाहिँ छैन तर पनि हाम्रो लागि चाहिँ एकदम बेस्ट दामी दिनु परिरहेको छ दामी गर्नु परिरहेको छ सो त्यही हो होइन तपाईँहरूको दसैँ एकदमै राम्रो रहोस् है ह्याप्पी दसैँ सबैजनालाई एकदम यो अरू चाहिँ होइन तपाईँहरूको दसैँ एकदमै दसैँको शुभकामना सबैलाई सबैजनालाई शुभकामना ह्याप्पी दसैँ